ओ साथीहरू के गरेर बसेको यस्तो ओहो हो देख्नुभयो साथीहरू ए मेरो पसलमा लास्ट कस्टमर आउनु भएको रहेछ उहाँहरूलाई म अब केही जे छ त्यही दिने प्रयास गर्छु है तपाईहरुले नि हेर्नुस् है म के दिँदैछु है त हेर्नुस् त साथीहरू मैले दिन लागेको खासमा यो सिमीसँग खाने हो यो राँगाको छाला हो है यो राँगाको छाला हो यो आइसमा थियो अब पाहुनालाई दिनै पर्यो है अब नदिउँ भन्दाखेरि बाइकमा पिसा फेरेर जान्छन् फेरि हैन अनि खतरा छ नि क्या साथीहरू अब यो यस्तै भयो भने यसो काटेर सानो म दिन्छु है के गर्नु साथीहरू देख्नुभयो यो दुईजना छ दुईजनालाई एक एकवटा चिसो छ तै पनि दिनु पर्यो लाउनु ल जानु लर जानु जानु इ अर्को हाम्रो सेट डाउन हुनुहुन्छ उहाँ मेरो बाइकमा पिसा फेर्ने उहाँ नै हो उहाँले फेरेपछि उहाँले नि फेर्नुहुन्छ फेरि खतरा ल जानु आउनु बाहिर बाहिर जानु आउनु ल ल हामी अन्तिम घडीमा छौँ साथीहरू 9 बजीदेखि है ल जानु जानु बाहिर बाहिर जानु बाहिर बाहिर यता 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 सिधै यता 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 जाऊ यता हो जानु हो बसेर खानु देख्नुभयो अब उनीहरूलाई केही चाहिँदैन यहाँ इ साथीहरू मेरो पसल यही हो है तपाईहरुलाई मोमो खान मन लाग्यो भने केनाम टपरी मोमो है फोन नम्बर यही हो आउन सक्नुहुन्छ एकचोटि टेस्ट गर्नु होला बब्बाल छ साथीहरू म आफै खान्छु प्लस बेच्छु है ढुक्क हुनुहोस् आफूले खाएको चिज पक्कै पनि के हुन्छ तपाईहरुलाई थाहा छ है त हस् त गुड नाइट सबैजनालाई यति भन्दैमा है त